नेपालमा आइपिओ भर्दा एउटा प्रश्नले धेरैलाई अलम्ब्याउँछ हैन त, खास गरी वैदेशिक रोजगार र स्थानीय प्रभावितको कोटालाई लिएर। ल आज यसैको बारेमा एकदमै प्रष्टसँग कुरा गरौँ। आज हामी के कुरा गर्छौँ भने सुरुमा लगानीकर्ताको सबैभन्दा कमन प्रश्न के हो त्यो हेर्छौँ। अनि आइपिओ कोटा भनेको के हो, दुईटा कोटामा भर्न मिल्छ कि मिल्दैन, यसको पछाडिको नियम के हो र यदि कोही दुवैमा योग्य छ भने कुन रोज्ने, अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई सरर सम्झिनेछौँ। ल सुरु गरिहालौँ है त। लगानीकर्ताहरूको एउटा एकदमै कमन प्रश्न छ। यो यस्तो कन्फ्युजन हो जुन देशमा बस्नेलाई मात्र होइन, विदेशमा हुने नेपाली लगानीकर्ताहरूलाई पनि परिरहेको हुन्छ। प्रश्न एकदमै सिधा छ, के वैदेशिक रोजगार कोटामा एप्लाई गर्न पाउने व्यक्तिले त्यही आइपिओमा स्थानीय प्रभावितको कोटाबाट पनि भर्न मिल्छ? यो प्रश्नले अहिले धेरैको दिमाग घुमाइरहेको छ। अब यो प्रश्नको जवाफमा जानु अघि आउनुहोस् पहिले आइपिओ कोटा भनेको के हो त्यसको बेसिक कुरा बुझौँ। सेयर कसरी बाँडिन्छ भन्ने कुरा थाहा पाउनु एकदमै जरुरी छ। नेपालमा आइपिओ आउँदा सेयरहरूलाई विभिन्न समूहमा छुट्याइन्छ हैन त, जस्तै केही सर्वसाधारणको लागि, केही कम्पनीकै कर्मचारीहरूको लागि अनि म्युचुअल फन्डहरूको लागि। त्यसैगरी विदेशमा काम गर्ने नेपालीहरूको लागि र आयोजनाले असर पारेको ठाउँका बासिन्दाहरूको लागि पनि छुट्टै कोटा हुन्छ। हरेक कोटा राख्नुको पछाडि कुनै न कुनै समूहलाई प्राथमिकता दिने उद्देश्य हुन्छ। ल अब आयो सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो मुख्य प्रश्नको सिधा जवाफ। के दुईवटा कोटाबाट आवेदन दिन पाइन्छ त? भनेपछि एउटै मान्छेले वैदेशिक रोजगार र स्थानीय प्रभावित दुईटै कोटाबाट एकैचोटि अप्लाई गर्न सक्छ त? यसको जवाफ एकदमै प्रष्ट छ। सामान्यतया यो सम्भव छैन, मिल्दैन। एउटै व्यक्तिले एउटै आइपिओमा दुईवटा फरक प्राथमिकताको कोटाबाट आवेदन दिन पाउँदैन। किन मिल्दैन त? किनभने यी दुई कोटाको आधार नै बिल्कुलै फरक छ। हेर्नुहोस् है, स्थानीय प्रभावित कोटा भूगोलमा आधारित हुन्छ, मतलब त्यो व्यक्ति आयोजना भएको ठाउँको स्थायी बासिन्दा हुनु पर्यो। अर्कोतिर वैदेशिक रोजगार कोटा भनेको उसको श्रम स्थितिमा आधारित हुन्छ। यसको लागि त वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृति नै चाहिन्छ। अब अर्को प्रश्न उठ्छ, यस्तो नियम किन बनाइयो होला, यो दुईवटालाई किन यसरी छुट्याइयो, यसको पछाडिको तर्क के हो त्यो पनि बुझौँ। यसको पछाडिको सबैभन्दा ठूलो सिद्धान्त हो निष्पक्षता, फेयरनेस। आइपिओमा सबैलाई बराबर अवसर मिलोस् भन्ने नै यसको मुख्य उद्देश्य हो। एकछिन सोच्नुहोस् त, यदि एउटै मान्छेले दुईटा कोटाबाट भर्न पायो भने के हुन्छ? उसले त अरूले भन्दा सेयर पर्ने चान्स डबल पायो नि। यो त सरासर अन्याय भयो होइन र? यसले अरू लगानीकर्तालाई मर्का पर्छ। अच्छा, कसैले थाहा नपाएर होस् वा जानी दुवैबाट भरिदियो भने के होला त? पहिलो कुरा, त्यस्तो एप्लिकेसन रिजेक्ट हुने सम्भावना एकदमै धेरै हुन्छ, किनभने अहिलेको सिस्टमले यस्तो डुप्लिकेट एप्लिकेसन सजिलै पत्ता लगाइदिन्छ। र सबैभन्दा ठूलो घाटा के हो भने दुवैतिरबाट सेयर पाउने अवसर गुम्न सक्छ, यता न उताको भइन्छ। तर यहाँ एउटा एकदमै प्र्याक्टिकल प्रश्न पनि आउँछ। ल मानौ कोही व्यक्ति साँच्चीकै दुवै कोटाको लागि योग्य छ भने नि, त्यस्तो बेलामा के गर्ने हो? यस्तो अवस्थामा चाहिँ कुन कोटा रोज्ने भन्ने कुरा एउटा स्ट्रेटेजिक निर्णय हुन जान्छ। यसलाई एउटा जलविद्युत आयोजनाको उदाहरणबाट बुझौँ न। मानौ एकजना लगानीकर्ता हुनुहुन्छ जो आयोजना प्रभावित क्षेत्रकै बासिन्दा पनि हो, तर उहाँ अहिले विदेशमा काम पनि गर्दै हुनुहुन्छ। अब उहाँले के गर्ने त? यस्तो कन्फ्युजन हुँदा निर्णय लिनको लागि एउटा 3 स्टेपको प्रोसेस अपनाउन सकिन्छ। स्टेप 1, पहिला त आफू दुवै कोटाको लागि चाहिने सबै क्राइटेरिया पूरा गर्छु कि गर्दिन भनेर पक्का हुनुहोस्। स्टेप 2, अलिकति एनालिसिस गर्नुहोस्, कुन कोटामा आवेदकहरू कम होलान् र सेयर पर्ने सम्भावना बढी होला। र स्टेप 3, अनि मात्र एउटा छान्नुहोस् र त्यही एउटाबाट मात्रै आवेदन दिनुहोस्। ल अब हामी लगभग अन्तिममा आइपुग्यौँ। अहिलेसम्म हामीले जे कुरा गर्यौँ त्यसको मुख्य निचोड के हो त? सर एकचोटि फेरि हेरौँ। त्यसो भए के कुरा चाहिँ कहिल्यै बिर्सिनु भएन। पहिलो, सामान्यतया स्थानीय र वैदेशिक रोजगार दुवै कोटाबाट भर्न मिल्दैन। दोस्रो, यदि कोही दुवैका लागि योग्य छ भने पनि रोज्ने एउटा मात्र हो। तेस्रो, दुवैबाट भर्दा आवेदनै रद्द हुन सक्छ, ख्याल गर्नुहोला। र सबैभन्दा महत्त्वपूर्ण, आवेदन दिनुअघि आइपिओको प्रोस्पेक्टस, त्यो विवरण पुस्तिका सधैँ राम्रोसँग पढ्ने बानी बसालौँ। हेर्नुहोस्, यी नियमहरू बुझ्नु भनेको खाली गल्तीबाट जोगिनु मात्रै होइन, यसले एक लगानीकर्तालाई अझ स्मार्ट र सुरक्षित बनाउन मद्दत गर्छ।
र जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। लगानी गर्नुअघि त्यो प्रस्पेक्टस कतिको ध्यान दिएर पढ्ने बानी छ? यो विषयमा एकपटक विचार गर्नु होला है।